नमस्ते, के छ खबर सबैजनाको। होस्टेल 3 लाई यति धेरै माया गर्नुभएको छ नि नेपालमा, कुरै छोडिदिनु। होस्टेल 3 चाहिँ अब यहाँ कतारमा पनि आइसक्यो। 13 तारिक चाहिँ सबै सिनेमा हलमा लाग्दैछ र हाम्रो आर्टिस्टहरू पनि आउनु भएको छ, उमरजी अनि हाम्रो दाजा। के भन्न चाहनुहुन्छ? म यति मात्र भन्न चाहन्छु, आज कतारमा हाम्रो फिल्म 13 मार्चदेखि लाग्दैछ। एकजना महान विद्वान व्यक्तित्व डाइरेक्टर हाम्रो शशाङ्क कडेल, जसले होस्टेल 3 लाई बनाउन आफ्नो महत्त्वपूर्ण योगदान निर्वाह गर्नुभयो। आज उहाँको फिल्मलाई हामीले होस्टेल 3 कतारमा पनि लिएर आएका छौँ। जति पनि मेरा आदरणीय अग्रज, मलाई मन पराउने हुने, मेरो कामलाई मन पराउने जति पनि हाम्रो कतारवासीहरू छ, प्लिज यो हाम्रो फिल्मलाई होस्टेल 3 लाई माया गरिदिनुहोस् र 13 मार्चमा गएर हलहरूमा नजिक हलमा गएर हेरिदिनुहोस् प्लिज। थ्याङ्क यू। हजुर के नमस्ते सबैजना कतारवासीहरूलाई। यो मेरो चाहिँ पहिलो पटक कतारको भ्रमण हो र मेरो डेब्यू चलचित्र होस्टेल 3 युएई, कतार र बहराइनमा एकैचोटि प्रदर्शन हुन गइरहेछ 13 मार्चदेखि। सो सम्पूर्ण टिमलाई सम्झिन चाहनुहुन्छ र पहिलो पटक कतारको भ्रमण, पहिलो डेब्यू चलचित्र, अनि मैले अहिलेसम्म चलचित्र हेरेको छैन। तपाईँ सम्पूर्ण कतारवासीसँगै बसेर चलचित्र हेर्नुहोस्। ल सबैजनाले आफ्नो आफ्नो टिकट चाहिँ काटिहाल्नु होला, बुक गरिहाल्नु होला। हाम्रो खुल बोयलाई त माया गर्नुपर्छ सबैजनाले गएर हेर्नु पर्यो। म पनि आउनेछु, तपाईँहरू पनि आउनु होला होस्टेल 3 हेर्नलाई। लास्ट धन्यवाद।